नमस्ते, स्वागत छ एडभोकेट डायरिजमा। आज हामी 31औँदेखि 33औँ अधिवक्ता तहको परीक्षामा मसौदा लेखनमा सोधिएका प्रश्नहरूको बारेमा चर्चा गर्नेछौँ। बार परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि उपयोगी हुन सक्छ। अन्तिमसम्म हेर्नुहोला। साथीहरू, नेपाल बार काउन्सिलले अधिवक्ता तहको परीक्षामा 31औँदेखि अधिवक्ता तहको परीक्षा लागू हुने गरी नयाँ पाठ्यक्रम ल्याएको हो। सोही पाठ्यक्रम अनुसार 31औँ, 32औँ र 33औँ अधिवक्ता तहको परीक्षा सम्पन्न भइसकेको छ। 34औँ अधिवक्ता तहको परीक्षा यसै महिनाको 25 र 26 गते हुन गइरहेको छ। त्यसै परीक्षालाई मध्यनजर गर्दै तपाईँको अधिवक्ता बन्ने लक्ष्यलाई मद्दत पुगोस् भन्ने उद्देश्यले यो भिडियो बनाइरहेको छु। आजको भिडियो अधिवक्ता परीक्षाको विषयवस्तुलाई केन्द्रमा राखेर 31औँदेखि 33औँ अधिवक्ता तहको परीक्षामा मसौदा लेखनमा सोधिएका प्रश्नहरूको बारेमा चर्चा गरौँ। सुरुमा 31औँ अधिवक्ता तहको परीक्षामा देवानी मुद्दाको मसौदा लेखनको लागि प्रश्न थियो। तल दिएको तथ्यको आधारमा प्रतिवादीहरूको तर्फबाट सम्बन्धित उच्च अदालतमा पेश गर्ने पुनरावेदन पत्रको मसौदा तयार गर्नुहोस्। प्रश्नमा पुनरावेदन पत्रको मसौदा सोधेको छ। प्रतिवादीहरूको तर्फबाट पेश गर्ने मसौदा भनेको छ। सम्बन्धित उच्च अदालत भनेको छ अदालत कुन भनेर अदालतको नाम खुलाएको छैन। तथ्यमा फिराद दाबीसम्मको बेहोरा, प्रत्युत्तर पत्रको बेहोरा, वादी प्रतिवादीहरूको साक्षी र बकपत्रको बेहोरा र सिराहा जिल्ला अदालतको फैसलासम्मको तथ्य दिएको छ। यसै तथ्यको आधारमा प्रतिवादीहरूले सिराहा जिल्ला अदालतको फैसला चित्त नबुझेको र चित्त नबुझ्ने पछि पुनरावेदन सुन्ने अदालत उच्च अदालत जनकपुर राजविराज इजलासमा पुनरावेदन पत्र साथ जानु पर्यो। प्रश्नमा सम्बन्धित उच्च अदालत पेश गर्ने मसौदा तयार पार्नुहोस् भन्ने प्रश्न थियो। उच्च अदालतको नाम दिएको थिएन। यस्तो अवस्थामा सिराहा जिल्ला अदालतको फैसला चित्त नबुझ्ने पछि कुन उच्च अदालतमा पुनरावेदन गर्न जान्छ भन्ने कुरा थाहा हुनुपर्छ। प्रश्नमा नखुलाइकन आउन सक्ने रहेछ भनेर चाहिँ बुझ्नु पर्यो यहाँनिर। त्यस्तै गरी 31औँ अधिवक्ता तहको परीक्षामा फौजदारी मुद्दाको मसौदा लेखनको लागि प्रश्न थियो। देखाएको तथ्यमा आधारित रही प्रतिवादी मदन नारायण श्रेष्ठको कानुन व्यवसायको तर्फबाट काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने लिखित बहस नोटको मसौदा तयार गर्नुहोस्। अब यसमा काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने बहस नोट, लिखित बहस नोटको मसौदा भनेर क्लियरली खुलाएको छ। त्यस्तै 31औँमा रिट सम्बन्धी लिखित मसौदाका लागि प्रश्न थियो। देखाएको तथ्यको आधारमा प्रत्यार्थी साल ट्रेडिङ पब्लिक लिमिटेडको तर्फबाट सर्वोच्च अदालतमा पेश गर्ने लिखित जवाफको मसौदा तयार पार्नुहोस्। अब यसमा रिटमा सोधेको भनेको लिखित जवाफको मसौदा तयार पार्नुहोस् भनेर सोधेको हो। अब लागौँ 32औँ अधिवक्ता तहको परीक्षामा लेखनमा सोधिएको प्रश्नहरूको तर्फमा। सुरुमा देवानी मुद्दाबाट। देवानी मुद्दामा मसौदा लेखनका लागि प्रश्न थियो। देखाएको तथ्यको आधारमा प्रतिवादीहरूको तर्फबाट उच्च अदालत विराटनगरमा पेश गर्ने पुनरावेदन पत्रको मसौदा गर्नुहोस्। यसमा प्रतिवादीको तर्फबाट अदालत खुलाएर दिएको छ उच्च अदालत विराटनगर भनेर भनेछ। र त्यसै गरी अब लागौँ फौजदारीतर्फ। 32औँ अधिवक्ता तहको परीक्षामा फौजदारी मुद्दाको मसौदा लेखनको लागि प्रश्न थियो। देखाएको तथ्यमा आधारित रही कर्तव्य ज्यान मुद्दामा रूपन्देही जिल्ला अदालतको थुन्चेक आदेश उप प्रतिवादी शिलापुन मगरको उच्च अदालत तुलसीपुर बुटोल इजलास समक्ष पेश गरेको बेरितको आदेश बदर गरी पाऊँ भन्ने निवेदनको मसौदा गर्नुहोस्। प्रश्नमा कुन अदालतमा जाने क्लियरली सबै कुरा दिएको छ। यसलाई 73 नम्बर निवेदन पनि भनिन्छ। त्यसै गरी 32औँ अधिवक्ता तहको परीक्षामा रिट लिखतको लागि प्रश्न थियो। देखाएको तथ्यको आधारमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट भएको आदेश बदर गरी पाऊँ भनी सर्वोच्च अदालतमा शिवनाथ राउत अहिरले दायर गर्ने रिट निवेदनको मसौदा तयार पार्नुहोस् भनेर। यसमा रिट निवेदनको मसौदा तयार पार्नुहोस् भन्ने प्रश्न थियो। अब लागौँ 33औँ अधिवक्ता तहको परीक्षामा देवानी मुद्दाको लागि काठमाडौँ जिल्ला अदालतमा दायर गर्ने फिराद पत्रको मसौदा तयार पार्नुहोस् भन्ने प्रश्न थियो। 33औँमा फिराद पत्रको मसौदा सोधेको थियो। त्यस्तै 33औँमा फौजदारीतर्फ भने फौजदारी मुद्दाको मसौदा लेखनको लागि चाहिँ योगेन्द्र लिम्बूको जाहेरीले वादी नेपाल सरकार विरुद्ध प्रतिवादी प्रेम पौडेल भएको सवारी ज्यान
मुद्दामा प्रतिवादी प्रेम पौडेलको तर्फबाट उच्च अदालत विराटनगर इलाम इजलासको मिति 2074 1/25 फैसला विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दोहोर्याउने निवेदनको मस्यौदा तयार गर्नुहोस् भनेर सोधेको थियो। यसलाई हामी दोपाको निवेदन पनि भनेर बुझ्छौँ। दोपा सर्वोच्च अदालतमा मात्रै लाग्छ है। 33औँमा रिटमा सोधेको थियो निवेदक दीपक महत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत भएको उत्प्रेषण मुद्दामा देखाएको तथ्यको आधारमा विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऐका सचिवको तर्फबाट सर्वोच्च अदालतमा पेश गर्ने संयुक्त लिखित जवाफको मस्यौदा तयार गर्नुहोस् भनेर सोधेको थियो। यसमा लिखित जवाफको मस्यौदा तयार गर्नुहोस् भन्ने थियो रिटमा 33औँमा। 31औँ र 32औँ परीक्षामा मस्यौदा लेखन परीक्षाको दिन अनुवाद विषयको पनि परीक्षा भएको थियो। तर 33औँबाट अनुवाद विषयको परीक्षा एमसिक्यू परीक्षाकै दिनमा हुन्छ। नयाँ पाठ्यक्रम अनुसार देवानी मुद्दातर्फ मस्यौदा लेखनमा 2 पटक प्रतिवादीको तर्फबाट उच्च अदालतमा पेश गर्ने पुनरावेदन पत्रको मस्यौदा तयार पार्नुहोस् भन्ने प्रश्न आएको छ र 1 पटक फिर्याद पत्रको मस्यौदा तयार पार्नुहोस् भन्ने प्रश्न आएको छ अहिलेसम्मको अवस्थामा। त्यस्तै फौजदारीतर्फ भने जिल्लामा पेश गर्ने बहस नोट, लिखित बहस नोट, बेरितको आदेश बदर र मुद्दा दोहोर्याउने निवेदन दुबा सोधेको छ फौजदारीमा अहिलेसम्म। त्यस्तै रिटमा भने लिखित जवाफ 2 पटक र 1 पटक रिट निवेदनको मस्यौदा तयार पार्नुहोस् भन्ने प्रश्न आएको छ। अहिलेसम्म नयाँ पाठ्यक्रम अनुसार मस्यौदा लेखनमा यसरी नै प्रश्नहरू आएको छ। आशा छ यो भिडियोले तपाईँको बार एक्जाम तयारीमा मद्दत गर्नेछ। कुनै प्रश्न भए कमेन्ट गर्नुहोस्, म जवाफ दिनेछु। भिडियो हेल्पफुल लागे लाइक गर्नुहोस्, साथीलाई सेयर गर्नुहोस् र च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। अल द बेस्ट फर योर एक्जाम।